नमस्कार सम्पूर्ण देशवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा मैले छोटो भिडियो बनाउन चाहे। वर्तमान अवस्थामा नेपाल एउटा निर्वाचनमय बनेको छ। निर्वाचनमा विभिन्न दलहरू उत्रिएका छन्, विभिन्न समूहहरू आएका छन् र ती समूहहरू कोही नयाँ त कोही पुरानो रूप लिएर आएका छन्। तर यति मात्रै भन्न चाहे मैले, नयाँ होस् या पुरानो होस्, उनीहरूसँग यो देशको व्यवस्था, शासन व्यवस्था परिवर्तन गर्ने, रूपान्तरण गर्ने कुनै पनि स्पष्ट नीति र कार्यक्रम छैन। जसर्थ कोही पनि भ्रममा नपर्दिनु होला भनेर भन्न चाहे। अर्को कुरा, नीति र कार्यक्रम कस्तो हुनु पर्थ्यो त? त्यसो भए व्यवस्था किन परिवर्तन हुनु पर्थ्यो त? व्यवस्था किन परिवर्तन हुनु पर्थ्यो भन्ने सन्दर्भमा यो देशको व्यवस्था नै परिवर्तन नभएसम्म यहाँ जनताको जीवनमा छाएको अभावको अन्त्य हुँदैन र त्यसको दुःखको अन्त्य हुँदैन र योभन्दा झन् भयानक खतरनाक चाहिँ दुर्घटनामा पुग्नेछन् र जनताले भोग्नुपर्ने अवस्था छ र एकले अर्कोले अर्काको मासु लुछेर खानुपर्ने अवस्था आउँछन्। यो आउनेवाला निश्चित छ। त्यो 100%, 1000%, मिलियन, बिलियन % ग्यारेन्टी गर्न सकिन्छ कि अब यो इलेक्सनमा जति पनि नयाँ पुराना यसरी आएका अनुहारहरूबाट र उनीहरू यो समूहहरूबाट कुनै पनि चेन्जेस आउनेवाला छैन। किन छैन त भन्दा त्यसरी चाहिँ उहाँहरूसँग चाहिँ म्याप रुट नै क्लियर छैन। किनकि यो व्यवस्था, यो सांसदीय दलाल, पुँजीवादी दलाल व्यवस्था हो। तसर्थ यो सांसदीय व्यवस्था, पुँजीवादी दलाल व्यवस्थाको खारेज गर्नका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपति, प्रधानमन्त्री होइन, राष्ट्रपति हुनुपर्ने, एक राष्ट्रपति, उपराष्ट्रपति र एक सभामुख, उपसभामुख, 4 जनाले र एक सैन्य प्रमुख, सैन्य कमान्डर, यी 5 जनाको नेतृत्वमा देश चल्न पर्छ। कि यहाँ 842-44 जना चाहिँ, 46 जना चाहिँ सांसद हामीलाई आवश्यक त छैन। उनीहरूलाई तलब भत्ता खुवाउनका लागि हामी यो जनताले 300 गुणा ट्याक्स तिरेर बस्नुपर्ने जरुरी देख्दिन। किनकि यो व्यवस्था नै खराब छ। यसरी खराब छ कि 753 वटा स्थानीय तह बनिएको छ। 753 वटा पालिकाको अध्यक्ष र उपाध्यक्ष, मेयर, उपमेयर गर्दाखेरि 753 लाई 2 पटक गुणन गर्नुहोस् त कतिजना भयो? त्यो पालिकाको मात्रै प्रमुख। त्यसमा कतिवटा वडा छ नेपाल अधिराज्यभरिको? त्यतिवटा 753 वटा पालिकामा चाहिँ स्थानीय तह। त्यो वडाको अध्यक्षहरूको सबैको तलब भत्ताको हिसाब गर्नुहोस्। के देश विकास गर्ने कि उसलाई तलब खुवाउँदै बस्ने? अब यो फाल्नका लागि, यसलाई व्यवस्थापन गर्नका लागि नै व्यवस्था परिवर्तन हुनुपर्छ, चेन्ज हुन जरुरी छ भन्दैछु। र अर्को कुरा, सशस्त्र प्रहरी, जनपद प्रहरी अनि आर्मी भनिन्छ, सैनिक भनिन्छ, 3 वटा। यो किन चाहियो? यो पनि आवश्यक त छैन। सैनिक अदालत हुन्छ, सैनिक प्रहरी हुन्छ, सैनिक चाहिँ एउटा खालको संरचना हुन्छ। त्यो सबै सैनिकबाट, त्यो फौजी क्षेत्रबाट यी सबैलाई त्योभित्र चाहिँ एउटा कमान्डो चाहिँ फोर्स हुन्छ, समूह हुन्छ, त्यसले व्यवस्थापन गर्छ। तसर्थ त्यो पनि हामीलाई आवश्यकता छैन।